नेपालमा 7वटा प्रदेश रहेका छन्। यी 7वटा प्रदेशहरूमा जम्मा 17वटा जिल्लाहरू रहेका छन्। यी 17वटा जिल्लाहरूमा पनि कतिपय भौगोलिक रूपमा ठुलो छन् भने कतिपय भौगोलिक रूपमा सानो छन्। कुनै जिल्लाको जनसङ्ख्या धेरै छन् भने कुनै जिल्लाको जनसङ्ख्या एकदमै थोरै रहेका छन्। विकासको दृष्टिकोणले समेत कतिपय जिल्ला अगाडि छन् भने कतिपय जिल्ला पछाडि परेका छन्। आजको भिडियोमा हामी भौगोलिक रूपमा ठुलो 10 जिल्लाहरूको बारेमा तयार पारेको भिडियो प्रस्तुत गर्दैछौँ। नम्बर 1 डोल्पा जिल्ला। भौगोलिक रूपमा नेपालको सबैभन्दा ठुलो जिल्ला चाहिँ डोल्पा जिल्ला हो। डोल्पा जिल्ला कर्णाली प्रदेशमा रहेको छ। डोल्पा जिल्ला करिब 7889 वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। डोल्पा जिल्लाको सदरमुकाम चाहिँ दुनै बजार हो। प्रसिद्ध फोक्सुन्जो ताल यही जिल्लामा रहेको छ। नम्बर 2 हुम्ला जिल्ला। भौगोलिक रूपले नेपालको दोस्रो ठुलो जिल्ला चाहिँ हुम्ला जिल्ला हो। यो जिल्ला कर्णाली प्रदेशमा रहेको छ। कर्णाली जिल्ला मध्ये नेपालको दोस्रो ठुलो जिल्ला हो। यस जिल्लाको क्षेत्रफल चाहिँ 5655 वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। हुम्ला जिल्लाको सदरमुकाम चाहिँ सिमकोट हो। नम्बर 3 ताप्लेजुङ। भौगोलिक रूपले नेपालको तेस्रो ठुलो जिल्ला ताप्लेजुङ हो। यस जिल्ला नेपालको सुदूरपूर्वमा रहेको छ। ताप्लेजुङ जिल्ला नेपालको प्रदेश नम्बर 1 मा रहेको छ। ताप्लेजुङ जिल्ला करिब 3646 वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। यस बजारको सदरमुकाम चाहिँ फुङ्नी बजार हो। प्रसिद्ध धार्मिक स्थल पाथिभरा भगवतीको मन्दिर पनि यही जिल्लामा रहेको छ। नम्बर 4 गोर्खा। भौगोलिक आधारमा नेपालको चौथो ठुलो जिल्ला चाहिँ गोर्खा जिल्ला हो। यो जिल्ला नेपालको गण्डकी प्रदेशमा रहेको छ। गोर्खा जिल्लाको सदरमुकाम चाहिँ गोर्खा बजारमा रहेको छ। गोर्खा बजार पृथ्वीनारायण नगरपालिका अन्तर्गत पर्छ। यो जिल्लाको कुल क्षेत्रफल चाहिँ 3610 वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। नम्बर 5 मुस्ताङ। भौगोलिक आधारमा नेपालको 5औं ठुलो जिल्ला चाहिँ मुस्ताङ जिल्ला हो। मुस्ताङ जिल्ला नेपालको गण्डकी प्रदेशमा रहेको छ। यस जिल्लाको सदरमुकाम चाहिँ जोमसोममा रहेको छ। मुस्ताङलाई हिमाल पारीको जिल्ला भनेर पनि चिनिन्छ। यो जिल्ला 3573 वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। नम्बर 6 मुगु। भौगोलिक आधारमा नेपालको 6औं ठुलो जिल्ला चाहिँ मुगु जिल्ला हो। यो जिल्ला नेपालको कर्णाली प्रदेशमा रहेको छ। यो जिल्ला करिब 3535 वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। मुगु जिल्लाको सदरमुकाम चाहिँ गमगढी हो। नेपालको सबैभन्दा ठुलो ताल राणाताल चाहिँ यही जिल्लामा रहेको छ। नम्बर 7 सङ्खुवासभा। भौगोलिक आधारमा नेपालको 7औं ठुलो जिल्ला चाहिँ सङ्खुवासभा हो। यो जिल्ला नेपालको प्रदेश नम्बर 1 मा रहेको छ। सङ्खुवासभा जिल्ला करिब 3480 वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। यस जिल्लाको सदरमुकाम चाहिँ खातबारी बजार हो। नम्बर 8 बझाङ। भौगोलिक आधारमा बझाङ नेपालको 8औं ठुलो जिल्ला हो। यो जिल्ला नेपालको सुदूरपश्चिम प्रदेशमा पर्छ। यस जिल्लाको सदरमुकाम चाहिँ चैनपुरमा रहेको छ। बझाङको कुल क्षेत्रफल 3422 वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। नम्बर 9 रुकुम। भौगोलिक आधारमा नेपालको 9औं ठुलो रुकुम जिल्ला हो। यस जिल्लाको सदरमुकाम चाहिँ खलङ्गामा रहेको छ। रुकुम जिल्ला करिब 2877 वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। नम्बर 10 दार्चुला। भौगोलिक आधारमा नेपालको 10औं ठुलो जिल्ला दार्चुला जिल्ला हो। यो जिल्ला सुदूरपश्चिम प्रदेशमा रहेको छ। यस जिल्लाको सदरमुकाम चाहिँ खलङ्गामा रहेको छ। दार्चुला जिल्ला करिब 2322 वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। यी थिइन् नेपालका 10 ठुलो जिल्लाहरू। भिडियोलाई लाइक सेयर गरिदिनु होला। धन्यवाद।